हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। म चाहिँ बनाउनेवाला छु साँधेको वाइवाई चौचौ। त्यसको लागि म काँक्रा ल्याउने छु। काँक्रा चाहिँ मेरो बारीमा फलेको छ, हेर्दै गर्नुहोस् है। बारी चाहिँ यस्तो छ, त्यहाँ चाहिँ हाम्रो काँक्रा लागेको छ। जानेछौँ काँक्रा हेरौँ, काँक्रा फलेको छ कि छैन, कस्तो छ। एउटा काँक्रा त देखिसक्यो, फलेको छ भाइ, ठुलो छ। अब एउटा काँक्रा यता पनि थियो, उता छ, अर्ग्यानिक हो, त्यसमा न त केमिकल हालेको छ न त केही। त्यसपछि एउटा यता पनि देखेको थिएँ, यसलाई तोडौँ, यसलाई आज सधैँको वाइवाईको काम लाग्छ। सो फाइनली यो चाहिँ यत्रो छ, यो लगेर म चाहिँ गएँ। हाम्रो चाहिँ चौचौ सामग्रीहरू रेडी भइसकेका छन्। अब हामी चाहिँ गर्नेछौँ काटकुट। भेजिसहरू कट भइसकेका छन् गाइज। अब हामीले चाहिँ गर्ने चौचौहरू मसलाहरू यसमा एड गरौँ है। ल चाहिँ एड गर्नेवाला भएको छु मसलाहरू। सो हेर्दै गर्नुहोस् है। पहिला सबैलाई मिक्स गरौँ। त्यसपछि यसको मसलाहरू चाहिँ साइडमा राखिदिने अहिले सबैलाई पुऱ्याएर। तर यो खानामा चाहिँ लास्टै मिठो हुन्छ गाइज, ट्राई गर्नु होला हजुरले। मसालाहरू सबै एड भइसकेका छन्। त्यसपछि यसलाई मिक्स गर्ने सबै। मेरो चाहिँ एक हातले मोबाइल समात्छु, त्यो भएर राम्रोसँग भएको छैन मिक्स। मलाई चाहिँ मिक्स गर्ने। त्यसरी हट्न सक्छ मिक्स गर्नु। चटपटी साँधेको चौचौ चाहिँ रेडी भइसकेको छ गाइज। अब खाएर टेस्ट गरौँ कस्तो भएको छ है। टेस्ट गरौँ ल। टेस्ट गर्दा बिल्ली टेस्ट गर्दा अमेजिङ टेस्ट छ। यस्तो टेस्ट एकचोटि हजुरले ट्राई गर्नुहोस्, बब्बाल हुन्छ। ल बहिनीको रियाक्सन रिभ्यू कसो भएछ? मस्त भयो। सो हजुरले ट्राई गर्नुहोस्। यहाँसम्म हेरिदिएकोमा हजुरलाई थ्याङ्क यू। हामीहरू नेक्स्ट भिडियोमा भेट्नेछौँ। टिल देन बाई।